हेलो गाइस, नमस्कार सबैजनालाई। आज चाहिँ हामी छोरीको बर्थडेको लागि चाहिँ कहाँ आएको छौँ? यहाँ 2 माइल मन्दिर आएको छौँ। कालिम्पोङ 2 माइल मन्दिर है जाँदैछौँ। बर्थडे गर्ल चाहिँ यहाँ छ हो। मम्मी पो बर्थडे गर्ल जस्तो भएर जाँदैछ अगाडि अगाडि है। यहाँ नयाँ बाटो बनाउँदो रहेछ, दामी हो। यहाँ चाहिँ बर्थडे गर्लको मम्मी। ह्याप्पी बर्थडे मेरो छोरी हो। आज चाहिँ हामी मेरो छोरीको बर्थडेमा चाहिँ 2 माइल मन्दिर आएको छौँ। हेर्नुहोस् तपाईँहरूलाई पनि हामी देखाउँछौँ कस्तो छ यहाँको मन्दिर। ल हेर्दै जाउँ है। ल गुफा पनि छ। यहाँ चाहिँ हेर्नुहोस् है, जाने बाटो चाहिँ यस्तो छ हो। मन्दिर जाने बाटो चाहिँ, मन्दिर चाहिँ निकै तल छ रोडदेखि चाहिँ है। मन्दिर आइपुग्यो। मन्दिर चाहिँ यस्तो छ। यहाँ हुनुहुन्छ गणेशको, यहाँ माथि हुनुहुन्छ शिवजीको, यहाँ हुनुहुन्छ हनुमानजी, यहाँ तल चाहिँ छ तपाईँको दुर्गा। ए बर्थडे गर्ल, आजको बर्थडे गर्ल चाहिँ है यस्तो यहाँ मन्दिर आएर पो खुसी हुँदैछ त। के माग्ने भगवान्लाई आज? गणेशको पूजा गरिसक्यो। अब माथि शिवजीको पूजा गर्न जाँदैछौँ उकालो। यहाँ चाहिँ यस्तो छ। यहाँबाट चाहिँ हेर्नुहोस् टिस्टा डल्लै देख्छ। टिस्टा यो चाहिँ तपाईँको टिस्टा बजार, टिस्टा खोला। अन्त हजुर एकदम गफमा बिजी दुईजना। दिदीभाइ बिजी छ, बल्ल बल्ल भेट भएको। अन्त कति वर्ष यहाँ चाहिँ यस्तो डरलाग्दो भिड रहेछ। भिड छ। शङ्कर भगवानको पूजा गरिसक्यो। अब हनुमानजीको लट्टिस त दुईवटा के भएको? प्रोफेसर जस्तो भएर लट्यो त यो त। प्रोफेसर जस्तो भएर नमस्कार गर्ने भनार राम दिशम रघुपति भक्त हनुमानजीको पूजा सक्यो। अब यहाँ सरको पूजा हो। मेरो पूजा हुन्छ मेरो। अब जाने हो हामी गुफातर्फ। लास्ट पूजा गुफामा चाहिँ। आमा बहिनीखेरि यहाँ बर्थडे गर्लखेरि कता हो कि के हो? दामी छ त फुल त बर्थडे गर्लको। पण्डित बाले लगाइदिनु भएको भन, दिनुभएको भन न फुल। ल है अब लागौँ है ओह्रालो। यस्तो छ बाटो चाहिँ। यहाँ अगाडि हाम्रो चाहिँ एकदम क्यामराम्यान छ हो। यहाँ हेर्नुहोस् है, बाटो चाहिँ यस्तो छ। गुफा जाने चाहिँ लास्टको मन्दिर चाहिँ हो। यहाँ आउँदैछ पूजा गर्नु चाहिँ। यहीँ यस्तो छ। टिस्टाकै छेउमा आइपुग्छ लास्ट मन्दिर चाहिँ। यहाँ चाहिँ ल है आइपुगे लास्ट गुफा मन्दिर। गुफा चाहिँ यहाँबाट चाहिँ छिर्नुपर्छ हामी चाहिँ। अब चाहिँ हामी चाहिँ यहाँ गुफाभित्र पस्नु आँटेको है। यहाँ चाहिँ अब यस्तो छ गुफा, हेर्नुहोस् ल।
यस्तो छ गुफा चाहिँ हो। यहाँभित्र चाहिँ दुर्गा माताको पूजा गर्नुपर्छ। यो चाहिँ मन्दिरको लास्ट वे हो। अलिकति यहाँ चाहिँ अप्ठ्यारो छ हो, तर सकिहाल्छ छिर्नु। यहाँ हाम्रो भाइ छिर्दैछ, पनै भाइ। यहाँ दियो यस्तो दियो हालेको छ हो। यहाँबाट छिर्नु चाहिँ यो यसै त होइन जाउँ न, हुन्छ छिरिहाल्छ नि। यहाँ कति काशी सुकिया पोखरी निवासी काश्यप गोत्र यहाँ कहाँ बस्नुहुन्छ? यहाँ हामी 8 मेलमा 8 मेल निवासी, लु 8 मेलमा बस्नुहुन्छ। प्रणय लु एकजना तल बस्नुहोस् न। प्रणय यता आउनुहोस्, यहाँ अट्छ। यहाँ यहाँ छ ऊ तिलक तिलक, नौरनको नाम तिलकचन्द। तिलकचन्द, प्रणयको के हो नौरनको नाम? कुमार दास, म मन्जिला पुगे फुल सुकिया पोखरी आफ्नो मूल घर। सुकिया पोखरी 8 मेलमा चाहिँ अहिले नानीको पढाइले गर्दै यहाँ बस्नुहुन्छ। हरि ओम तत्सत नमः ओम तत्सत नमः ओम तत्सत नमः। परिवार आयौँ, जे जान्यौँ, जस्तो सक्यौँ, प्रसाद चढाएर, पुष्प चढाएर, श्रद्धा भक्ति मन चढाएर हामी ल्याउँछौँ भनेर सोचेको थियौँ। आज पुरा गर्यौँ, भाकल पुरा गर्यौँ। हाम्रो परिवारको रक्षा गर्नुहोस्, ठुलो रोग कष्ट दुःख बिमारदेखि बचाइदिनुहोस्, नानीहरूलाई ज्ञान बुद्धिले भरिपूर्ण गराइदिनुहोस्। मा तपाईँको कृपा, तपाईँको आशिष लागोस्, कामदाम राम्रो होस्, सोचेको थाले काम कुरो पूर्ण होस्। तपाईँलाई नमस्कार होस्। आज हामीले भाकल पुरा गऱ्यौँ। माता कालिम्पोङ 8 मेलबाट अमेरिका घरमा फली फापोस्, आमा घरमा फली फापोस्। अब निक्लिनु आशीर्वाद पाएँ मैले। राम्रो हुन्न है अनुराधा, भाग्यमानीले मात्रै पाइन्छ यस्तो। ल पूजा सकेर अब चाहिँ हामी निक्लेको। यहाँ चाहिँ अप्ठ्यारो छ अलिकति निक्लिनु। म चाहिँ अलिकति मोटो भएर निक्लिनु साह्रो पर्छ हो। निक्लिँदैछु हो। यहाँ चेपबाट निक्लिँदैछु हो। यहाँ टाउको ठोकिन्छ भनेर दर्सरी यहाँ छोरीहरू अघि निक्लिसक्यो हो। निक्लेर चाहिँ आजको पूजा कस्तो भयो? राम्रो भयो? आज एकदम राम्रो भयो। आजको मौसम पनि दामी छ, शीतल छ नि त। ल यहाँ चाहिँ हाम्रो प्रणय गुरुङ हो। के भनिदिनुहोस्, उज्यालो पाउँदैछ अलिअलि। के चाहिँ भन्नु म, कस्तो लाग्यो आज मन्दिर आएर? के माग्यो मातालाई? मागे मैले, मनभित्रै छ, एकदम शान्ति लाग्यो हो। आज फर्स्ट आएको जुर्यो, भान्जीको बर्थडेमा चाहिँ आउनु जुर्यो नाना भेनासँग। आउनु पाएको थिएन। कति वर्ष पुग्यो तिमी? ल अब दुईजना दाजुहरूको चाहिँ के छ? दुईजना ल होइन ल अब पूजा सकियो हो। अब चाहिँ लागेको अब घरतर्फ लागेको है। अब नेक्स्ट भिडियोमा भेटौँला। अगाडि 3 जना, म चाहिँ लास्टमा भयो। उकालो हिँड्नु सक्दिनँ, मोटो भएछ। मोटो महामोटो होइन हो, घटेको। खालि 104 किलो खालि रहेछ हौ। फ्रेस बिहान केही नखाइकन तौलिँदा।